ल यस्तो यता साइडबाट चाहिँ यस्तो देखेको छ यस्तो यहाँबाट नौ तल्लेको यता अर्को तेस्रो झ्यालबाट यस्तो देखिरहेको छ पृथ्वीनारायण सरले त्यो डाँडाबाट हेरेर यहाँ यो काठमाडौँ भन्ने त साह्रै राम्रो रहेछ भनेर बिचारा यहाँ सोझो साझो हाम्रो नेवार प्रजाहरू यही चोकमा इन्द्र जात्राको भोज खाएर बसेको बेलामा युद्ध गरेर जितेको रे काठमाडौँ त्यस्तो किम्बदन्ती छ हाम्रो। यहाँ आएको बेलामा हामीले सम्झेर म्याडमलाई कहानी सुनाउँदैछु। यहाँ अलिकति बारदाली जस्तो ठाउँमा पनि आउन पाउँदो रहेछ होइन। यहाँबाट चाहिँ सबै बसन्तपुर देखिन्छ डबली। नौतले दरबार चढेर आइयो। अब हामी यतातिर जाँदैछौँ। यता के होला अब हेरेपछि थाहा हुन्छ। पुरै पहिला पहिलाको इँटाहरू नि क्या खतरा पुरा भगवानहरू छापेको इँटाहरू। इँटा हो नि यो खासमा कस्तो पुरा इँटै एउटा इँटामा भगवान होइन हेर्नु न त्यो इँटै हो के त्यो भत्केको ठाउँको निकालेको क्या खतरा। यहाँ हेर्नु कहाँबाट खतरा छ हेर्नु न पुरै। पाटनमा छ नि त अहिले पनि यस्तो काम गर्छ नि पाटनमा। यता जाँदैछौँ। यता चाहिँ के छ ल यहाँ पनि माथि जाने तर बन्द गरेको रहेछ। ग्यालेरी जाने बाटो रे यस्तो देखिन्छ। नाकको यत्रो लामो यस्तो रहेछ यहाँ। ल जाउँ उता पनि जानिदिन्छ होला त होइन। नो इन्ट्री रे त्यहाँ त निस्केर अब चिया खाएको त खिच्नै बिर्सेछ होइन। चिया खाएको भिडियो बनाउनु पर्थ्यो भनेर अब नेक्स्ट टाइम अब फेरि आएर चिया मात्रै खाएको बनाउँछु। अहिलेलाई यहाँ हाम्रो बसन्तपुर यस्तो कस्तो राम्रो मलाई त रमाइलो लाग्छ। यहाँ यत्तिकै बेलुका आएर हिँड्न पनि उज्यालो हुन्छ होइन। यसो एक राउन्ड घुम्यो भने आउँछौँ नि त हामी त अल्छी लाग्यो भने यत्तिकै लखर हिँड्दै यतैतिर आउँछौँ। एक राउन्ड यसरी यताबाट आएर अनि उताबाट घर जान्छौँ। यस्तो छ बनाइसक्यो सबै यस्तो। दरबारभित्र पनि गएर हामीले देखाइहाल्यौँ। अब अझै उतासम्म जाँदैछौँ। यो चाहिँ हाम्रो काठमाडौँको कुमारी घर। यहाँ दरबारको ठ्याक्क अगाडि छ। अब कहाँ काष्ठमण्डप जाने हो? काष्ठमण्डप हेर्नुहुन्छ नयाँ बनाएको आउनु जानु अगाडि जानु। जान दिँदैन किन? यहाँ होइन त्यहाँ हो। ल यो चाहिँ नयाँ काष्ठमण्डप। यहाँ अहिले हामीले जान दिँदैन हो। यहाँबाट यस्तो छ। यहाँको कति मन्दिरहरू अझै बन्दै छन्। यहाँ हिँड्न मात्रै पनि कति रमाइलो छ हेर्नु। साँझतिर रमाइलो हुन्छ है मम्मी झन् यहाँ। देव पार्वती भयो होइन। त्यहाँ भत्केको ठाउँमा के थियो पहिला त्यहाँ? अनि यो महादेव हो र। अनि यो
त्यो कुमारी घर भइहाल्यो यो अहिले दरबार सङ्ग्रहालय सबै भइहाल्यो कोही होइन फोटो त्यो गड्डी बैठक भयो सिधा अब महाकाल काल भैरव महाकाल त उता भएन फिल्मको सुटिङ भइरहेछ को छ त्यहाँ हिरो हिरोइन त कोही देख्दिनँ म यहाँभित्र चाहिँ यो चाहिँ कहिलेकाहीँ मात्रै खोल्छ यो श्वेत भएर हो श्वेत भएर त्यो हनुमान ढोका भइहाल्यो अनि यो कृष्ण मन्दिर यहाँको होइन मम्मी यो कृष्ण मन्दिर होइन त यो ल यहाँ चाहिँ सुटिङ भइरहेको छ कुन चाहिँ फिल्मको भनेर चाहिँ पछि रिलिज भएपछि मात्रै थाहा हुन्छ हामी चाहिँ काल भैरवकोमा आयौँ यहाँ चाहिँ यो चाहिँ काल भैरव होइन यहाँनिर चाहिँ पहिलाको राजाले चाहिँ यहाँको राजाले न्याय यहाँ बसेर न्याय गर्नुहुन्थ्यो अरे यो के भन्छ पाप गरेको कि पुण्य गरेको भनेर यो होइन सही हो कि झुटो हो भनेर त्यहाँ ल्याएर यो तैँले सही भनेको हो कि होइन भनेर कसम खुवाएर यदि त्यो मान्छेले झुट बोल्यो भने चाहिँ यहीँ रगत छादेर मर्थ्यो अरे त्यस्तो पनि जमाना थियो सत्ययुग ल जाउँ त्यो चाहिँ के मन्दिर हो त्यो पनि महादेवै है मम्मी त्यो पनि महादेव हो यहीँबाट देखिरहेछ यो पनि कागेश्वर महादेव वाह उडाइदिनु न यिनीहरूलाई ओए मार्ला तपाईँलाई अहिले ओए आउनु 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 यहाँ धेरै महादेवै छ हुनुहुन्छ के ए यो चाहिँ तलेजु यो चाहिँ भवानी भइहाल्यो यो पछाडिको यो कागेश्वर महादेव ऊ त्यहाँ त पशुपतिनाथै छ वाउ हैन त्यो पशुपतिनाथ भइहाल्यो बालेनले बनाएको फुटपाथ ठुलो बनाएको फुटपाथ यही हो यता पनि ठुलो उता पनि ठुलो तारहरू एउटै छैन नि माथि हेर्नु अन्डरग्राउन्ड सबै पुरै कहीँ तार छैन नि यो एरियामा होइन यति चाहिँ बनाएको हो कि यहाँ पुरा तारै तार थियो नि त पहिला यसलाई पुरै तार मुक्त बनाइदिएको के अनि यो फुटपाथ यत्रो ठुलो बनाइदिएको रोडै जत्रो छ नि फुटपाथ पनि होइन अनि कोही त्यहाँबाट हिँड्दैन नि त यस्तो भएपछि ल बालेन सरले बनाउनु भएको फुटपाथले गर्दाखेरि यहाँ पार्किङ हटाएर होइन यहाँ पनि पेन्टिङ पनि एउटै बनाएछ विशाल बजारको भनेको पेन्टकै कलर पनि एउटै सबैजनाको यहाँदेखि उतासम्म सबै सेतो हरियो यस्तो हो अब हामी हाम्रो लास्टमा आइसकेको छौँ अब हामी टिपटपमा गएर समोसा किन्न जाँदैछौँ यहीँ भित्र हो टिपटप चाहिँ यस्तो भित्र छ यहाँ चाहिँ बनाउँदैछ अहिले बनाउँदै गरेको भएर चाहिँ यहाँ यस्तो छ अहिले हामी इन्द्रचोक आउनु लाग्यो होइन यहाँ बसेर खाने त राम्रो रहेछ नि त्यहाँ के इन्द्रचोक आउनु लाग्यो हामी चाहिँ एउटा समोसा किन्नलाई पुरै युद्ध गरे जस्तै भएको छ मलाई नि पुरै भिड थियो टिपटपमा किन झोला छ नि तपाईँको ल यो अब इन्द्रचोकको श्वेत भैरवसँगै हामी चाहिँ अब घर पुग्न लाग्यौँ हाम्रो यात्रा यहीँ समाप्त भयो समाप्त होइन हामी त घर जान्छौँ
तर यो भिडियो खिच्ने चाहिँ यहीँ समाप्त भयो। नमस्कार, बाई बाई। बाई बाई। खोइ त राम्ररी भन्नु न, बाई बाई। बाई बाई।